यो सुदूरपश्चिमको फ्यान्सलाई केही नभनौँ भन्यो भन्न बाध्य पार्दो रहेछन्। भएको चाहिँ के थियो भन्दा म चाहिँ सुदूरपश्चिम भर्सेस चितवन राइनोजको गेम हेर्न गएको थिएँ स्टेडियममै। अब स्टेडियममा गएको त त्यहाँ त सुदूरपश्चिमको फ्यान्सहरूले पुरै स्टेडियममै कब्जा गरेर बसिसकेका रहेछन्। अब मलाई चाहिँ के लाग्थ्यो भन्दाखेरि अब त्यहाँ बस्दाखेरि चाहिँ यसो वरिपरि हेर्दाखेरि त पुरै सुदूरपश्चिमको फ्यान्सहरूले घेरेर बसेका रहेछौँ हामी 5-6 जना थियौँ। बस्दाखेरि चाहिँ जस अलिकति सुदूरपश्चिमको फ्यान्सहरू त नर्मल हो यो चाहिँ फेरि। अलिकति बुलिङ हुन्छ, टर्न मार्छ, अलिकति इन्सल्ट हुन्छ, त्यो टाइपको चाहिँ मलाई अब एक्सपेक्टेसन थियो। अब त्यो मेन्टली प्रिपेयर भएर बसिसकेको थिएँ। तर 2 इनिङ्स बस्यो, लगभग 3 घन्टा, 3.5 घन्टै बस्यो होइन। त्योमा चाहिँ कस्तो फिल भयो भन्दाखेरि अब सुदूरपश्चिमको फ्यान्सहरू चाहिँ एकदमै वेलकमिङ होइन। उनीहरू चाहिँ अर्कालाई त्यस्तो डिसरेस्पेक्ट नगर्ने, इन्सल्ट पनि नगर्ने, कति पनि एकचोटि पनि त्यस्तो फिल भएन क्या आफूलाई बस्दाखेरि होइन। एकचोटि पनि त्यस्तो वर्डहरू त्यस्तो केही पनि युज गरेनन् क्या अब चितवन राइनर्सको त्यो एगेन्स्टमा कि। त्यो चाहिँ कस्तो राम्रो लाग्यो मलाई चाहिँ होइन। जस्तै हामी पनि अब चौका हुँदाखेरि हाम्रो अब चितवन राइनर्सको चौका हुँदाखेरि पनि अब हामी एकदम आनन्द इन्भाइरोमेन्टमा के पुरै ल चौका भयो भनेर एकदम आफ्नो पनि हुन्छ नि त चियर अप गर्ने त्यस्तो गरिरहेको थियो। र त्यो गर्दाखेरि चाहिँ बरु के थियो एउटा फन्नी मोमेन्ट चाहिँ के थियो भन्दाखेरि गर्दाखेरि चाहिँ कसले गर्यो भनेर चाहिँ त्यो त्यहाँको वरिपरिका 100-200 जनालाई चाहिँ थाहा हुन्थ्यो हामीले गऱ्यौँ भनेर। आवाज हाम्रो मात्र आउँथ्यो कि त्यो चौका हुँदाखेरि छक्का हुँदाखेरि कराउँदाखेरि त्यो चाहिँ अलिकति फन्नी थियो। तर उनीहरूले चाहिँ जे होस् एकदम वेलकमिङ होइन। अरू फ्यान्सहरूलाई नै एकदमै धेरै रेस्पेक्ट गर्ने पाएँ मैले चाहिँ। अनि अरू टिम्सकोमा पनि गएको थिएँ म हेर्नलाई चाहिँ। तर अरूको भन्दा पनि तुलनामा यो सुदूरपश्चिमको चाहिँ एकदमै वेलकमिङ लाग्यो है। अरूलाई पनि त्यस्तो केही पनि नभन्ने, जे होस् इन्सल्ट नगर्ने, रेस्पेक्ट गर्ने क्या सबैलाई। अनि त्यो सँगसँगै यसो फर्किँदै थिएँ म। अनि त्यहाँ चाहिँ सुदूरपश्चिमको फ्यान्सहरूले चाहिँ त्यहाँ चाहिँ सफा गरिदिनु भएको थियो कि स्टेडियमहरू, त्यो पनि एकदमै मलाई लाग्यो होइन। अब त्यहाँ म जोइन हुनु त मन थियो, तर अब त्यहाँ जोइन हुँदा फेरि मेरो बस छुट्थ्यो क्या, चितवन राइनर्सको त्यो बस लिएर जान्थ्यो राति नै, त्यो छुट्थ्यो। त्यो कारणले चाहिँ त्यहाँ जोइन हुनु पाएन। जसो भिडियो खिचेर चाहिँ उहाँहरूलाई चाहिँ मोटिभेसन, उहाँहरूको चाहिँ त्यो रेस्पेक्ट चाहिँ गर्नु मन लाग्यो मलाई चाहिँ। अनि त्यही भएर चाहिँ अब सबै फ्यान्सहरूले चाहिँ अब कुनै पनि स्टेडियममा कुनै एउटा मात्र फ्यान्स छ भने त्यसलाई इन्सल्ट गर्ने, त्यसलाई टन्ट हान्ने, त्यसलाई नराम्रो फिल गराउने चाहिँ गर्नु भएन होइन। कुनै पनि फ्यान्सलाई त्यस्तो जुझ्न भएन क्या, फ्यान्स जुझ्न भएन कि। अब धेरै देखिन्थ्यो कि फ्यान्स जुझेको त्यो भिडियोहरू पनि धेरै आइरहेछ होइन। त्यस्तो चाहिँ गर्नु भएन। सबैले सबैलाई रेस्पेक्ट गर्नुपर्छ। एनपिएल भनेको त युनाइट गर्नलाई ल्याएको हो नि त, डिभाइड गर्नलाई होइन होइन। तर यसरी म पश्चिमको म पूर्वको भनेर त्यसरी डिभाइड चाहिँ गर्नु भएन हामीलाई। जस्ट त्यो डिभिजन भनेको जस्ट क्रिकेटमा मात्र हो होइन। त्यसलाई चाहिँ अब बियोन्ड द क्रिकेट चाहिँ लानु भएन कि त्यो डिभिजनलाई। बियोन्ड द क्रिकेट त हामी त युनाइट हो नि त होइन, सबैजना हामी नेपाली हो। मैले चाहिँ भिडियो किन बनाएको भन्दाखेरि सुदूरपश्चिमको जस्तै मलाई फिल गरायो नि त उनीहरूले, त्यस्तै फिल गराउनु पऱ्यो सबै टिमको लागि होइन। जस्तै अब भोलि अब चितवन राइनर्सको धेरै भइहाल्ला, कोही एउटा कुनै एउटा फ्रेन्चाइजको कम होला, त्योमा चाहिँ हामीले पनि त्यस्तै इन्भाइरोमेन्ट क्रिएट गरिदिनु पऱ्यो त्यो फ्यान्सलाई होइन। त्यसलाई डिसरेस्पेक्ट गर्ने, इन्सल्ट गर्ने, टर्न मार्ने त्यस्तो चाहिँ गर्नु भएन। त्यो गर्दाखेरि चाहिँ अलिकति नराम्रो लाग्दो रहेछ। त्यो चाहिँ मलाई लाग्छ कि जस्तो भएको थियो। तर जस अल थ्याङ्क्स टु सुदूरपश्चिम फ्यान्स, धेरै धेरै धन्यवाद। तपाईँहरू त्यहाँ को हुनुहुन्थ्यो है, धन्यवाद।